-1 लाई म स्टार्ट गर्दैछु। सबैजनामा आदेश धन्यवाद छ हाम्रो साथी विश्व हिन्दू युवा संघका वरिष्ठ केन्द्रीय सदस्य नागरिक तथा हिलर उत्तम बलराज दाजुलाई, सबै पत्रकार साथीहरू, यहाँ उपस्थित दाजुभाइ दिदीबहिनीहरू, देश विदेशबाट हामीलाई सुन्नुहुने, खबर सुन्नुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँ सबैमा हार्दिक अभिवादन छ। म आदेश हामीले यो शिव महापुराण तथा गौ कृपा कथा र मानस खण्ड पनि यसमा छ। मानस खण्ड समेतको प्रवचन गराउने गरेर यो शिव पुराण चाहिँ यही वैशाख 28 गतेबाट चाहिँ सुरु गर्न गइरहेका छौँ। त्यसैको जानकारी दिनका लागि आज हामीले यहाँहरूलाई निम्ता गरेका छौँ। यो अन्तर्गत चाहिँ हाम्रो कार्यक्रम वैशाख 28 गतेदेखि जेठ 7 गतेसम्म सम्पन्न हुनेछ। यो विशेष कार्यक्रमहरूमा चाहिँ कलश यात्रा चाहिँ वैशाख 28 गते बिहान हुनेछ, 8 बजे होला होइन, बिहान 8 बजीतिर। अनि त्यसपछि दैनिक कार्यक्रममा 82 वैशाख 29 गतेदेखि जेठ 7 गतेसम्म हरेक दिनको कार्यक्रम यस प्रकार रहनेछ। बिहान 5 बजेदेखि 6 बजेसम्म योग तथा ध्यान पूजा, बिहान 6 बजेदेखि 11 बजेसम्म पूजा पाठ पारायण, बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म सङ्गीतमय श्री शिव पुराण, दिउँसो 2 बजेदेखि 4 बजेसम्म गौ कृपा कथा, मानस खण्ड प्रवचन तथा आरती, 5:30 गतेदेखि 7 बजेसम्म स्रष्टा सन्त सङ्गम, स्रष्टाहरू सन्तहरूको चाहिँ बिचमा छलफल सङ्गम गर्ने जाने कार्यक्रम पनि यहाँ रहेको छ। यसमा चाहिँ विभिन्न चाहिँ रैथाने सङ्गीतहरूलाई पनि हामीले यसमा सुनाउने प्रयास गर्नेछौँ। यस अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्णमा हामी हार्दिक निमन्त्रणा गर्न चाहन्छौँ। यस शिव महापुराणमा उपस्थितिका लागि हामी यो पत्रकार सम्मेलन मार्फत काठमाडौँमा रहनुभएका, देशभित्र रहनुभएका, देश बाहिर रहनुभएका सम्पूर्ण नेपाली बन्धु बान्धवहरू, दाजुभाइ दिदीबहिनीहरू, आमा बुवाहरू र गोर्खाली बन्धुहरू, 9 करोड गोर्खाली छौँ भन्ने छ। बुद्धिस्टको कुरालाई गऱ्यो भने हामी करिब 20 करोडको सङ्ख्यामा पुग्ने रहेछ संसारभरि। यो विषयवस्तु छ। मैले अलिकति सम्झाउन के चाहन्छु त भन्दाखेरि यो पुराण किन आयोजना गर्नु पर्यो भन्ने विषय चाहिँ आजको पत्रकार सम्मेलनको एउटा मुख्य विषय पनि हो। पुराण किन आयोजना गर्नु पर्यो भन्दाखेरि आधुनिक युगबाट हामीले आफूलाई चाहिँ पहिला नाच्नु पर्ने भयो कि मानव सभ्यताको विकास यहाँ भएको रहेछ। भाषा, लिपि, ज्ञान पनि यहाँ विकास भएर संसारभरि फैलिएको रहेछ। यो कुरा चाहिँ विदेशीहरूले आएर अहिले भनिरहेको छ। अब नेपालमा पनि धेरैलाई जानकारी छ, तर पुरानो ज्ञानको परम्परा सिद्धेर जब हामी आधुनिक ज्ञानको चाहिँ परम्परामा प्रवेश गऱ्यौँ, त्यसपछि चाहिँ हामीले आफ्नो कुरा बिर्सेछौँ र चाहिँ संसारको सभ्यताको विकास भएको कुरालाई बिर्सेर हामीले अरू कुरालाई अँगाल्दाखेरि आज हाम्रो अवस्था चाहिँ के रहेछ भन्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको स्थान, नेपालको स्थान चाहिँ दक्षिण एसियाको सबभन्दा गरिब बनाएको छ। दक्षिण एसियाको सबभन्दा गरिब बनाएको चाहिँ संसारकै सबभन्दा गरिब बनाएको हो भन्ने कुरामा पत्रकार साथीहरू कन्फ्युज हुनु भएन, सुनिदिनु पर्यो अलिकति भन्ने चाहिँ आग्रह मेरो चाहिँ होइन। कुरा के त भन्दाखेरि त्यो ठाउँमा पुग्यौँ हामी जाने वास्तवमा त्यति गरिब छौँ त, संसारको सबभन्दा गरिब छौँ त हामी भनेर खोज्दाखेरि त हाम्रो पुर्खा मानव सभ्यता जन्मेको ठाउँसम्म हामी पुग्नु पर्ने हुन्छ। संसारका सबै खनिजहरू, महत्त्वपूर्ण खनिजहरू यो भूमिभित्र छ। संसारको 85% आयुर्वेद यो भूमिमा छ। संसारको शिर भएको नाताले यहाँको मौसम 365 दिन नै घाम लाग्ने मौसम, त्यो चाहिँ मौसमले कारणले गर्दाखेरि यहाँको हरेक उत्पादन मूल्यवान रहेछ। त्यो कुरालाई पनि हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। त्यो बुझाउनका लागि पनि पुराणभित्र रहेका कथाहरू, सृष्टि सञ्चालनका कुराहरू र त्यो कुराहरूले चाहिँ मानवमा पार्ने प्रभावहरू, नयाँ पुस्तामा पार्ने प्रभावहरूलाई त्यो कुराहरू छँदैछ। त्यसका साथमा चाहिँ यो पद्धतिमा पुग्दाखेरि चाहिँ हामीले आफ्नो अर्थतन्त्र पनि निर्माण गर्न सक्ने रहेछौँ। जुन विचारधारा र शिक्षा अँगालेर आज हामी संसारको सबभन्दा गरिब भएका छौँ,
त्यो ठाउँबाट समीक्षा गरेर हामी के गर्ने त भनेर जाँदाखेरि फेरि पुरानो ज्ञानलाई हामीले खोज्नुपर्ने अवस्था आएको छ। अहिलेको प्रविधिलाई प्रयोग गरेर पुरानो ज्ञानलाई मूल आधार बनाएर पनि हामीले राष्ट्रलाई अगाडि बढाउन खोज्यौँ भने राष्ट्र सही ठाउँमा पुग्न सक्छ भन्ने हाम्रो मान्यता रहिआएको छ। यो कुरालाई पुष्टि गर्न अहिलेको अवस्थाबाट नयाँ परिवर्तनको गन्तव्यको बारेमा जानकारी गराउनका लागि पनि हाम्रो विश्व हिन्दू युवा सङ्घको तर्फबाट हामीले 5 गको सिद्धान्तलाई अगाडि सारेका छौँ। त्यो 5 गको सिद्धान्त अन्तर्गत चाहिँ गोरक्षनाथ, गाई, गाँजाको बिचमा चाहिँ पोस्टमा आयुर्वेद छ, गाउँ र ज्ञान। गुरु पनि आइपुग्नु भएको छ, हाम्रो चाहिँ बाछो गुरु आइपुग्नु भएको छ, प्रमोद पौडेल। म उपस्थितिको लागि अनुरोध गर्न चाहन्छु। गाँजाको पछाडि आयुर्वेद छ, गाउँ र ज्ञानको पछाडि वेद छ। यति 5वटा कुरालाई आधार बनाएर हाम्रो कृषि नीति, हाम्रो शिक्षा नीति, हाम्रो अर्थनीति, हाम्रो चाहिँ स्वास्थ्य नीति र हाम्रो राजनीतिक प्रणाली समेत निर्माण गरियो भने आजको दिनमा हाम्रो पोजिसन विश्व रङ्गमञ्चमा जहाँ छ त्यो पोजिसन चाहिँ केही पुस्तापछि, केही वर्षपछि चाहिँ हामी फेरि पुरानो ठाउँ विश्वको गुरु राष्ट्र जहाँ संसारले हामीलाई सम्मान गर्छ त्यो ठाउँमा हामी पुग्न सक्छौँ। त्यो 5वटा कुरालाई आधार बनाएर जानका लागि यो ज्ञानको परम्परा जुन थियो, अब यो भूमिको ज्ञान के हो त भन्ने चिन्हतिर लाग्नु पर्यो भन्ने उद्देश्यले यो शिव पुराणको आयोजना गरिएको छ। मुख्य कुरा शिव भन्ने तत्त्व रहेछ, जुन तत्त्वलाई चाहिँ ब्रह्मा पनि भनेर भन्नु रहेछ। ब्रह्मा बुद्धि भन्ने चाहिँ जुन चिज छ त्यो शिखर चिज चाहिँ नि शिव तत्त्व रहेछ भन्ने कुरा पनि बुझियो। अब त्यो त निराकार तत्त्वलाई आकारमा पुर्याउँदाखेरि चाहिँ त्यसलाई संसारले नै मान्ने कुराहरू रहेछ। विज्ञानको सर्वोच्च निकाय मानिएको अमेरिकाको नासा, विज्ञानको सर्वोच्च निकाय नासाको अगाडि महादेवको नटराजको मूर्ति राखिएको छ। किन राखिएको होला हैन? संसारभरि खोज्दाखेरि जहाँ पनि पुरानो देशहरू छ त्यहाँ शिवलिङ्गहरू भेटिरहेको छ हैन? त्यसको मूल स्थान त्यो शिव भन्ने तत्त्वको त्यो चाहिँ शक्तिको मूल स्थान भनेर चाहिँ यो रहेछ शिवनिवास भनेर यो देशलाई चिनिन्छ। पशुपतिनाथ भनेको के भन्ने विषयमा साँझ बिहान घुम्न जाने तर पशुपतिनाथ के हो भनेर नचिन्ने अवस्थामा चाहिँ हाम्रो देशको परम्परा, हाम्रो ज्ञानको चाहिँ अवस्था त्यहाँ पुगिसक्यो। सम्पूर्ण चराचर जगतको पशुहरूको स्वामी मान्छेको मात्रै, त्यसमा पनि हिन्दूको मात्रै भन्ने जुन कुरा छ यो चाहिँ गलत छ। शिव हिन्दूको मात्रै होइन, यो चराचर जगतको प्राणी जगत सम्पूर्णको स्वामीलाई चाहिँ पशुपतिनाथ भनिएको रहेछ। त्यस्तो चिज चाहिँ हाम्रो बिचमा छ, तर हामी संसारको सबभन्दा गरिब बनाइएको राजनीति अङ्गालेर बसेको अवस्था छ, त्यो सबै ज्ञान विज्ञान अङ्गालेर बसेको अवस्था छ। त्यस कारण हामीले आफूलाई चिन्ने प्रयत्न कहाँबाट गर्ने त भन्दाखेरि शिवलाई चिन्नु पर्यो। यो शिवको भूमि भनेको छ। शिव भनेको के हो? गोरक्षनाथ भनेको चाहिँ के हो? गोरक्षकाली भनेको के हो? आदि इत्यादि सब कुराहरू चाहिँ 9 बहिनी देवीहरूका कथा, हाम्रो चाहिँ 33 कोटी देवताका कुराहरू, हाम्रा चाहिँ मेला पात जात्रा सबैलाई खोज्दाखेरि चाहिँ जम्मै सृष्टिको इतिहासको ज्ञानको भण्डार चाहिँ यो जात्रा पर्व मेला यीहरू सबैभित्र चाहिँ रहेछ। त्यस कारणले यो कुरालाई अगाडि बढाउँदाखेरि हामी जुन यो देशमा केही पनि छैन भन्ने खालको माहौल यो देशमा छ। सबै मानिसहरूलाई विदेशमा 50 डिग्रीको चाहिँ गर्मीमा काम गर्न पठाइरहेछ। मान्छेहरूको लास चाहिँ फर्केर बाकसमा आइरहेको अवस्था छ। तर हामीले यहाँ देखाएका छौँ सानो उदाहरण मात्रै, चाहिँ यो उदाहरण मात्रै हो कि नेपालमा यस्ता महत्त्वपूर्ण चिजहरू छन्। त्यो सबभन्दा सानो सिसी तितेपातीको तेल, त्यस्ता चाहिँ 100औं किसिमका तेलहरू यो नेपालमा झाडीमा पुगेर गइरहेको अवस्था छ। त्यसलाई चाहिँ हामीले बजारमा ल्याउन खोजेका छौँ र यो उदाहरण दिलाउन खोजेको। यो गाईको गोबरको गणेश जसलाई रिद्धि सिद्धिको रूपमा चाहिँ हरेक घरमा राख्ने चाहिँ इच्छा राखिन्छ। त्यहाँ ओलिभ आयल भन्छ जसलाई चाहिँ जैतुन, त्यसको गेडा पनि चाहिँ यहाँ छ। सातो लगायतका जे जति हामीसँग नेपालमा उत्पादन भएका अल्लो गाँजाका लुगाहरूदेखि लिएर हामीले सानो उदाहरण मात्र यहाँ देखाएका हौँ। यसको उदाहरणबाट के बुझ्न सकिन्छ त भन्दाखेरि हाम्रो साइडबाट हामीले भन्नु पर्यो भने 10 वर्षमा नेपालले अहिले चाहिँ जुन ग्रहण गरेको चाहिँ 27 खरब ऋण छ, त्यो ऋण चाहिँ 10 वर्षमा तिर्न सकिन्छ यो बाटोमा हिँडियो भने। यो पूर्वीय दर्शनको बाटोमा हिँडेर हाम्रो चाहिँ 5 गको सिद्धान्त अनुसार चाहिँ राष्ट्रको नीति बनाएर हामी उत्पादनमा गयौँ भने 10 वर्षमा 27 अरब ऋण तिर्न सकिन्छ। त्यो 27 खरब ऋण तिर्ने बेला चाहिँ राष्ट्र पनि बनिसकेका हुन्छ।
समृद्ध बनाउनलाई यी सब कुराहरूलाई उजागर गर्नको लागि र विशेष गरी अर्को महत्त्वपूर्ण कुरा यो पुराण आयोजना गर्नुको कुरा के रहेको छ त भन्दाखेरि मानव सभ्यताको विकास यहाँ भएको रहेछ र यसको भावना चाहिँ शान्तिको कुरासँग जोडिएको रहेछ। आज त्यो भनेको शिव र पार्वतीको सन्तान या पारुआङ र सुम्निमाको सन्तान जे भनेर बुझ्दा पनि गोरक्ष र कालीको राष्ट्र भनेर चाहिँ यो राष्ट्रलाई चाहिँ चिनिने रहेछ। शिवको शासन गर्ने स्वरूपलाई गोरखनाथ भनिएको रहेछ र शिव गोरखनाथसँग सँगै रहने शक्तिलाई चाहिँ काली भनिएको छ। शिव र शक्ति भनेपछि यो गोर्खाली भनेको देवताको सन्तानको रूपमा हामी रहेछौँ र हाम्रो कर्तव्य संसारको शासन व्यवस्थालाई सुव्यवस्थित गर्नु रहेछ। त्यो सुव्यवस्थित गर्ने काममा आज पनि नेपालीहरूले गोर्खालीहरूले चाहे चौकीदारको रूपमा चाहे दरबारको रूपमा चाहे बडीगार्डको रूपमा होस् चाहे लाइफगार्डको रूपमा होस् बााउन्सरको रूपमा होस् सेना पुलिसको रूपमा संसारभरि आज पनि त्यो भूमिका निर्वाह गरिरहेको छ। हाम्रो कर्तव्य नै शान्ति स्थापना रहेछ। हाम्रो फिलोसफी नै शान्ति रहेछ। शिवजी यहाँ जन्मिएर वसुदैव कुटुम्बकम भन्ने भाव दिनुभएछ। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया भन्ने भाव दिनुभएछ। गोरखनाथले वसुदैव कुटुम्बकम भाव योग संसारका सबै मानिसहरूलाई जोडेर एउटै परिवार बनाउने कुरा योग हो भन्नुभएको रहेछ। गौतम बुद्ध यी जन्मेर बहुजन हिताय बहुजन सुखाय भनेर भन्नुभयो। 116 राष्ट्रले त हामीलाई लेखेरै दिएको रहेछ। आधुनिक कालमा 116 राष्ट्रले लेखेर दिएको समर्थनलाई रद्दीको टोकरीमा फाल्न मिल्छ? कति गम्भीर कुराहरू यहाँ भएका छन्। त्यस कारणले यो सबै कुरालाई यो हाम्रो चाहिँ धर्म र संस्कृति एउटैसँग जोडिएको रहेछ। हाम्रो कर्तव्य चाहिँ शान्ति रहेछ र शान्तिको फिलोसफी जसलाई वैदिक साम्यवाद पनि भनिएको छ गोरक्षी साम्यवाद पनि भनिएको छ त्यो हामीसँग रहेछ। र आज जुन खालका विचारहरू संसारको राजनीतिले अँगाल्दाखेरि जति खालका युद्धहरू भयो जति खालका मानिसहरूको अकालमा मृत्यु भयो अङ्गभङ्ग भयो छेद विच्छेद भयो त्यो चाहिँ विचार गलत भएका कारणले त्यस कारणले चाहिँ जुन हाम्रो विचार थियो परोपकारलाई धर्म मान्ने नैतिकता आदर्श सहितको चाहिँ जुन हाम्रो समाज थियो त्यो नै सृष्टि सञ्चालनको मूल कुरा रहेछ। त्यो चाहिँ शिक्षाबाट अगाडि आउँछ। हामी त्यो खालको शिक्षा चाहिँ नीति लागू गर्दाखेरि त्यो खालको कृषि नीति लागू गर्दाखेरि जस्तो आज हामीले सबैले विष खाइरहेको छ विकासको नाममा युरिया हालेको छ विषादी प्रयोग गरेको छ अनि सबै रोगहरू तीबाट चाहिँ जन्मेर आइरहेको छ। त्यस कारणले गर्दाखेरि हामी केमिकलको विरुद्धमा प्रकृतिको पक्षमा पनि चाहिँ छौँ। 36,000 सूत्र सहितको औषधि विज्ञान रहेछ। 1 लिटर गहुँको 1,000 रुपियाँ छ। 36,000 सूत्रभित्र कति पैसा हो? गाँजा त्यस्तै छ। गाँजा भनेको चाहिँ पोस्टमा आयुर्वेद संसारका 85% आयुर्वेद यहाँ छन्। आयुर्वेदहरूको पनि राजा 50,000 उद्योग 50,000 उद्योगले सृजना गर्ने रोजगारी त्यसले निर्माण गर्ने अर्थतन्त्र यसरी चाहिँ हामीले यो 5वटा कुरामा रहेछ। त्यस कारणले यो विचार रिक्तता भएको छ त्यसलाई पूर्ति गर्ने ठाउँ भनेको नेपाल रहेछ। यो नेपाल चाहिँ परोपकारको लागि विश्व बन्धुत्वको लागि चाहिँ रहेछ यहाँको ज्ञान विज्ञान सभ्यता संस्कृति। त्यस कारणले त्यो कुरा खोजी गर्नका लागि यो पुराणको आयोजना गरिएको। यो पुराणले चाहिँ नयाँ पुस्तामा त्यहाँभित्र रहेको ज्ञान र त्यहाँभित्र रहेको भावनालाई विकास गरेर मानवताको पक्षमा सबैले काम गर्ने वातावरण विश्व शान्ति र मानवताको पक्षमा सबैले काम गर्ने वातावरण बन्न सकोस् भन्ने कुरा चाहिँ यो र सँगसँगै यो पुराणको उद्देश्य के छ भने नेपालका बहुमूल्य उत्पादनहरू भनेका चाहिँ यो मानव कल्याणका लागि रहेछन्। हामी चाहिँ विश्वको नक्सामा एउटा खुर्सानीबारी मात्रै हो। हामी ड्रगमा कसैलाई पनि सामान दिन सक्दैन व्यापारको हिसाबले। तर हामीसँग भएको ड्रग पनि भ्यालुएबल रहेछ। त्यो हामी 8 अर्ब मान्छेहरूलाई बुझाउन सक्छौँ। यहाँ सानो उदाहरणहरू हामी दिएका छौँ। लाखौँ रुपियाँ लिटर पर्ने तेलहरू हरेक सिजन गाडीमा पुगेर गइरहेको छ। हामी त्यसलाई प्रवर्धन गरेर अगाडि बढाउन चाहन्छौँ। यो पुराणको उद्देश्य त्यो बनिरहेको छ। राष्ट्रलाई समृद्ध बनाउने यहाँ चाहिँ विभिन्न खालका चाहिँ पुराणहरू पूजापाठहरू चाहिँ विभिन्न किसिमले चाहिँ चलिरहेका छन्। तर त्यसको दान चाहिँ सदुपयोग गरिरहेको अवस्था छैन। त्यस कारणले हामीले त्यो परम्परालाई अलिकति हाम्रो उत्पादनतर्फ चाहिँ यसलाई जोड्नुपर्छ। यसरी चाहिँ गरेर धर्मप्रति चाहिँ वितृष्णा हुने खालका गतिविधिलाई ठुलो हेर्ने भन्दा पनि त्यसको सदुपयोग गर्ने वातावरण बन्नुपर्छ भन्ने पनि हाम्रो चाहिँ यो पुराणको उद्देश्य रहेको छ। यही कुरा राख्दै देशभित्र रहनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू बाहिर रहनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू विशेष गरेर बौद्धिक व्यक्तित्वहरू तपाईँहरूले बोल्ने बेला आए सत्य कुरा बोल्न सकिएन भने
केका लागि मार्ने? अस्ति भर्खरै हिजो जाने जुन देवघाटमा योगी नरहरिनाथको जाने आश्रममाथि आक्रमण गरेर आगलागी गराइएको छ। त्यो जघन्य अपराध छ, त्यो मानवता विरुद्धको अपराध हो। हाम्रो जाने ज्ञान संसारको लागि रहेछ, यहाँको सभ्यता र संस्कृति आफैमा विश्व सम्पदा रहेछ, त्यसमाथि आगो लगाउने जुन काम गरेर राष्ट्रको जाने ज्ञान विज्ञान र संसारको इतिहासबाट ज्ञानलाई मेटाउने जुन चाहिँ अत्यन्त जघन्य अपराध गरेको छ, त्यसको लागि चाहिँ त्यसलाई चाहिँ अत्यन्त अक्षम्य अपराधको रूपमा त्यसलाई चाहिँ दण्डित गरिनुपर्छ भन्ने कुरा राख्दै त्यसको खोजी नीति गरियोस् र हाम्रो ज्ञान विज्ञानलाई बचाउनेतिर हामी सबै एकजुट हुन सकौँ, राष्ट्र एकजुट हुन सकोस् भन्ने चाहना राख्दै सम्पूर्ण महानुभावहरूलाई हामी यस पुराणमा उपस्थित भएर यस पुराणमा सहभागी भएर हामी वैदिक कर्महरूको सेवा पनि यहाँबाट दिनेछौँ, त्यसमा पनि सहभागी भएर पुराणकोबाट ज्ञान लाभ गरेर गौको कथा सुनेर मानस खण्डको कथा सुनेर चाहिँ लाभान्वित हुनुहुनेछ र राष्ट्रलाई पनि अगाडि बढाउन, नयाँ पुस्तालाई अगाडि बढाउन मद्दत गर्नुहुनेछ भन्ने आशा राख्दै यो पत्रकार सम्मेलनबाट बिदा हुन चाहन्छु। केही जिज्ञासा भयो त्यसको समाधान गर्ने प्रयास गर्नेछु। धन्यवाद। अब मैले एउटा